सबलाई खम्रिमो हैन न्यू डे न्यू भ्लगमा तपाईहरुलाई स्वागत जनाउँदै आजको दिनको सुरुवात गर्न गइरहेको छु हैन। आज चाहिँ भने चाहिँ हामी चाहिँ पर भाउजूकोमा गएको हो। अब घरमा बसेर वाक्कै भयो नि त। आज चाहिँ एकछिन पर चाहिँ अलिकति डुलडाल गरिकन आउनु पर्यो भनेर भन्नु पनि भएको छैन गाइस हो। डुलिकन के भन्नु डुल्नु पनि हैन, एकछिनको मजा मात्रै हो डुल्नु। फेरि घरमा आएपछि त्यही हो, घाँस काट्नुपर्छ हैन, घाँस कटाइ हुन्छ हो, फेरि आएर घाँस काट्नुपर्ने हुन्छ हो। हाम्रो लाइफ चाहिँ यस्तै चल्दैछ हो। अब के गर्नु, बस्तीमा बसी घाँस काट्नै पर्यो हैन केटीहरु, तपाईहरुलाई थाहै होला। अन्त घाम चाहिँ त्यस्तो डरलाग्दो लागेको छैन, बट यति डरलाग्दो गर्मी छ कि तपाईहरुमा एक्सप्लेन गर्नु सक्दिनँ गाइस छौ, के भन्नु। अन्त यो रह्यो मेरो आमा। मेरो आमाको स्माइल चाहिँ दामी छ नि गाइसहरु। फेरि तपाईहरु देख्यो भने चाहिँ पुक्लुक पुक्लुक ढल्नुहुन्छ नि भनेर भन्नु पनि भएको छैन हैन। उफ मर्यो गरमले। लु हाम्रो बाटो चाहिँ यस्तो छ हो। गाउँघरमा चाहिँ यस्तै हो बाटोहरू, ढुङ्गा मुरा भने जस्तो। ढुङ्गै बेसी हुन्छ, त्यस्तो हरियाली हुन्छ हैन बस्तीतिर, तपाईहरुलाई थाहै छ हैन। उफ गरम भयो गाइस, के गर्नुपर्ने हो। गन्देको पनि फुल फुलिरहेछ। फुल भन्नु कि के भन्नु यसलाई, यसलाई म गन्देको दाना। गन्देको दाना। अब यसलाई मैले गन्देको दाना भनेर नाम दिएँ हैन। गन्देको यसलाई दानालाई गन्देको दाना भनेर नाम दिएँ ल। उफ ओके गाइस, रोड निक्लेर भेटौँ, बाई बाई। सक्ने हुन्छ, हाम्रोमा चाहिँ यस्तो भिड छ हैन बाटोमा। अब यहाँदेखि झऱ्यो भने चाहिँ नसोच्नु कि तपाईहरु बाँच्छ भनेर, किनकि उकालो रोडमा निक्लिन्छ हैन। पुरा बेसी घाँस भएर, रुखको घाँस भएर देखेको छैन होला हैन रोड। तर यो बाटो मातेर हिँड्नेहरू चाहिँ कसरी हिँड्छन् नि बाबा, दादा रे दादा भनेको जस्तो के हो गाइजहरु। हाम्रो चाहिँ यतातिर चाहिँ खट्टु खाएर लट्ठरिँदै हिँड्छ हैन यस्तो बाटोमा। खै लड्दैन रहेछ, छक्क पर्छु। लड्यो भने चाहिँ मरेको नि मान्छे, बाँच्दैन हो। हाम्रो चाहिँ यस्तो भिड छ हैन गाइजहरु। उफ मर्यो गरमले छ। यस्तो छ गाइजहरु, देख्न सक्नुहुन्छ बाटो चाहिँ हैन। गोरु झरेको होला हौ। त गाइडहरू यहाँ हेर्न सक्नुहुन्छ कि तपाईहरुले। अब अस्ति त कस्तो ठुलो पानी थियो त है मम्मी, सानो भएछ यहाँ धारा हैन। यहाँ चाहिँ हामी चाहिँ अब यहाँ चाहिँ रोड निक्लिहाल्यो नि त। रोडबाट अब कोही बेला थाकेको बेलामा पानी खानु मन परेको हुन्छ हैन, पानी खान सक्नुहुन्छ तपाईहरु यहाँ आएर। प्लिज मम्मी खुट्टा धुनुहोस्। मम्मी चाहिँ यहाँ खुट्टा धुनु हुने अरे हो हैन, खुट्टा धुनु हुँदैछ हैन। अस्तिसँग चाहिँ यहाँ ठुलो थियो पानी हैन, एक दुई दिन अलिक घाम लागेको हो, पानी छापछुप भएछ हैन गाइजहरु। ठिकै छ, कोही बात नहीं हैन, यस्तै हुन्छ हैन, आउँछ जान्छ। मर्यो गरमले। अब चाहिँ हामी चाहिँ रोड निक्लिन आँटेको छौँ हैन। थाक्यो।
मम्मी योलाई के भन्छ यो रुखलाई पयु हैन यो मम्मी यो त पयु हैन ए बिलाउने बिलाउनेको पनि यस्तो हुँदो रहेछ है अम्बो यस्तो हुँदो रहेछ हो गाइस बिलाउनेको पनि रुखमा झेउ पलाउँदैछ हो बुढो भयो अरे बुढो भयो भने चाहिँ यस्तो हुन्छ अरे भन्नुहुँदैछ मम्मीलाई हैन गाइस देख्न सक्नुहुन्छ हामी चाहिँ रोड निक्लिसकेको छ हैन तर रोड भएर फाइदै छैन हाम्रोमा चाहिँ हैन गाडी चलाउँदैन हैन ओह्रालो किनभने चाहिँ माथिनेरि चाहिँ पहिरो गएको छ हैन पहिरोको भएर चाहिँ बाटो रफ छ त्यही कारणले गाडी आउँदैन ओह्रालो हैन कुनै दिन म भ्लगमा देखाउँछु होला हाम्रो माथि पहिरोको रोड कस्तो छ भनेर हैन गाइजहरु हामी चाहिँ रोड निक्लेर जाँदैछौँ हैन अझै अब 5 मिनेटहरु लाग्छ होला भाउजूको घर पुग्नु हैन मम्मी हेलो यस्तो छ हैन हाम्रो चाहिँ मलाई चाहिँ आज हिँड्नै मन थिएछ अनि तले मलाई यति साह्रो जबरजस्ती कर लगायो हैन अन्त के भन्छ घरमा पनि कति बस्नु हैन गाइजहरु अब अलिकति त यताउता पनि त फ्रीली हिँड्नु पर्यो नि त हैन कति चाहिँ घरमा बस्नु हैन वक्कै हुन्छ नि त घरमा बस्दा पनि हैन कहिले काहीँ त यताउता डुल्नु पनि त पर्यो भित्रै बस्नु परेन नि काम छ नि बाहिर बारीमा काम यस्तो हो कि गाइस हिजो पनि के भन्छ बारीमा धेरै काम गरे हैन ढाड दुखेर हैन यस्तो यस्तो साह्रो पर्यो हैन काट्नु छ साह्रो पर्यो हैन अन्त के भन्छ आज चाहिँ रेस्ट गरौँ न भनेको नि हैन मम्मीलाई के भन्न थाले अब के गर्नु यस्तो अब हो मैले त के भने छैन अनि तले चाहिँ नि हैन खाना चाहिँ हैन गाइस त्यस्तो हैन म काम चाहिँ गर्ने खालको केटी नै हो हैन हिजो पनि गरेको आज पनि गर्नै पर्छ घरमा गएर हैन तर पनि आज चाहिँ अलिकति चाहिँ अब बिसौँ हैन 2 घण्टा जति चाहिँ अलिकति माइन्ड फ्रेस गरेर चाहिँ घुमौँ न भनेको कि मम्मीले चाहिँ अब के भन्नु अब यस्तो भन्छ हो केही छैन अब भन्ने काम हो आमाहरूको हैन म त सुनिदिन्छु हो यसरी बोलिदिन्छु पनि यो मम्मी चाहिँ गर्नुहुँदैछ हैन अब के गर्नु यहाँ चाहिँ उयो इस्कुसको झ्याल चाहिँ झालिँदै रहेछ हो माछमा के भन्छ माछ चाहिँ भन्छ हैन यसलाई यस्तोलाई अब प्रनाउन्स गर्नु गल्ती भयो भने माफ गरिदिनुहोस् हैन यति नै भन्दै म यहीँबाट राख्छु